साथीहरु अहिले चाहिँ यो सबैभन्दा अग्लो जिरिसानको पिकबाट मैले चाहिँ भिडियो गरिरहेको छु। यो चाहिँ कोरियाकै दोस्रो अग्लो पहाड भनौँ हैन, हाल्लासान पछाडिको दोस्रो अग्लो जिरिसान। यहाँ चाहिँ लगभग 5 घण्टा जति हिँड्नु पर्दो रहेछ त्यो तल छन्सान्द्री भन्ने ठाउँबाट। अनि चाहिँ यहाँ आउन सक्नुहुन्छ। अनि यता थुप्रो ठाउँबाट सकेर बाटो चाहिँ, तर हामी चाहिँ छन्सान्द्री भन्नेबाट आयौँ, छुङसान्द्री। यस्तो छ साथीहरु, मान्छे त अब आएकै हैन, झरेकै। पिकअप चाहिँ यहाँ हो, ढुङ्गा छ। अनि बबाल छ साथीहरु। चाहिँ अब तलतिर हामी एकछिन बसेर फेरि फोटो खिच्ने प्लान छ। त्यही भएर दाइ कि बेलुकाको भ्यू हेरेर जाने? दाइ बेलुकाको घाम डुबेर हेर्दा त अनि झर्दा त अनि तल साँझ पर्ने होला, तलै बस्नुपर्छ होला। बितेका कुरालाई